हेलो साथीहरू, गुड मर्निङ है, गुड मर्निङ। आज चाहिन्छ मेरो बिहानको कामहरू होइन। पिज्जा डो हाल्नु लागि राखेर 3 किलो स्लाइस अफ रेडी गरिसकेको छ होइन। दुध र पानी अनि इस्ट अनि सुगर हाल्छ अनि हामीले यो ओरिगानो पनि थोरै हाल्छ होइन। यो चाहिँ ओरिगानो हो। हो यसलाई मिक्स गर्नुपर्छ होइन। अनि यो दुध र पानी मिक्स गरेको हुन्छ होइन। सब कुरा हालिसकेको हुन्छ, सुगर, सल्ट, इस्ट हाल्छ होइन फुल्लिनलाई। त्यस्तो कुराहरू चाहिँ बिहानमै गर्नुपर्ने हुन्छ। आज 2 जना थियो होइन, भाइ आएन क्या, अनि एक्लै 8 बजिसक्यो होइन बिहान। फाइनली रेडी भइसकेको छ होइन। ओइल हाल्नुपर्ने हुन्छ थोरै। ओइल हाल्ने, फेरि माडिदिने होइन हल्का। मस्त फाइनली तरिकाले पिज्जा डो रेडी भइसकेको छ होइन। ओइललाई प्लास्टिकमा हालेर राख्ने, बाँधेर राख्दिने होइन। त्यहाँदेखि चाहिँ अब फुल्लिन पर्छ होइन, मस्त फुल्लिन्छ होइन त्यो चाहिँ। रेडी पिज्जा डो त रेडी भइसकेको छ। कामहरू टन्नै हो। मोमोटो पनि रेडी भइसक्यो होइन। काट्नुपर्छ भेजहरू, यो बोलाउनुपर्छ होइन। उनीहरूले गार्लिक चप त भइसक्यो होइन, यो बोलाउनुपर्छ अनि यो बोलाउनुपर्छ। यो बिहानमा काम हो। दाल पाकिराखेर भात पाक्दैछ, बिहानको खाजा। यो चाहिँ डोपियो सटेला तातो पानी चप भइसक्यो। बल्ल 3टा सेटअप भएछ, अझै 6वटा सेटअप भर्न बाँकी नै छ होइन। यो त बिस्तारै भर्दै फाइनली सब रेडी भइसकेको छ होइन। भेज सेटअप एउटा काम त रेडी भयो होइन। यो जिन्जर भयो, यो टमाटो, यो ओनियन, ग्रिन चिल्ली, हरियो खुर्सानी अनि गार्लिक। यता हड्काली सस पाक्दैछ होइन। यता दाल अनि यता भात छ। यहाँ बिहानको कामहरू टन्नै छ यहाँ। आज एक्लै छ होइन। अब के चाहिँ किचनमा हो प्याज चप हुँदैछ होइन। यो भोरी गर्नुपर्छ 6 किलो किमाको लागि। यो भोरी हान्नुपर्छ हो यार, भोरी प्याज। यो चाहिँ यो भित्रको फाल्नुपर्छ होइन। भित्रको यो फाल्यो भने चाहिँ अलिकति राम्रो हुन्छ होइन। त्यही हो अब यार, काममा फाइनल्ली प्याज चप गरेर भइसकेको छ होइन। अब यसलाई राख्नु पर्यो फ्रिजमा राख्ने होइन। मोमो अचारको लागि टमाटर काट्नु पर्यो, टमाटो काट्नु पर्यो होइन। मोमो अचारको लागि टमाटर काटिसकेको होइन। यो चाहिँ बर्गर स्यान्डविचहरूको लागि भेजहरू हो। स्याट्टै लगाएर अब मोमो अचार पकाउनु पर्यो। जिन्जर भइहाल्यो, ओइल त हालिसकेको, जिन्जर हाल्ने, यो गार्लिक हाल्ने होइन। गार्लिक हाल्यो, गाई स्टक पाक्दैछ, चिकन स्टक। यो चाहिँ पासीको डाँटो थियो सानो सानो चाहिँ, अर्को चाहिँ साल्टी स्टिकको डाँटो थियो सो होइन। हड्काली सस पाक्दैछ, भाग्छ टिङ्गनको गेडा हाल्ने होइन। टिङ्गको गेडा हाल्यो। यो चाहिँ हल्का रातो कलरमा ल्याउनु पर्ने हुन्छ होइन। रातो कलरमा कलर आउँदैछ, कलर आइछ होइन। नबसियो खुर्सानी हालिदिने। हिउँमा चाहिँ हामीले पिनट हाल्छ होइन। सिसमी भइहाल्यो, फेरि एकछिन चलाउने होला। मलाई चाहिन्छ पहिल्यै हालिदिन्छ होइन। बेसार हालिदिने। टमाटर भइहाल्यो। मोमो चाहिँ फाइनल्ली पाक्दै गर्छ होइन। नुन हाल्यो,
अनि मह मसला अनि धनियाँ र जिराको भुटेको मसला हाल्छ हामी चाहिँ अनि स्यालरिसीको पात भइहाल्यो अनि धनियाँको जरा पनि छ है धनियाँको जरा हाल्दा चाहिँ राम्रो हुन्छ अब किमातिर लाग्नुपर्ने हुन्छ होइन किमा मोल लगाइराखेर प्याज भइहाल्यो किमा 6 किलो यता खायो भने किमा 6 किलो होइन यो 6 किलोको लागि अब काम सकिँदैछ अब काम अब चिकन काट्नु हो यताउति किमाको लागि अब जान्नुपर्ने हुन्छ यदि चाहिँ लसुन र अदुवाको पेस्ट हो होइन बटरमा सट्ट लगाएर यसलाई रातो रातो गरेर त्यहाँ बेसार हाल्ने अनि सट्टलाई झान्ने होइन अब काम अब फाइनली पाकिसकेको छ बेसार हाल्ने बेसारले चाहिँ हल्का कलर लिएर आउँछ बेसार 3 चम्चा हाल्दै फेरि मिक्स गर्नुपर्छ होइन पाकिसकेको छ होइन अब यसलाई चाहिँ किमामा घाँटी गरेर किमा पनि अब रेडी भइसकेन लगभग फाइनली अब यता कामहरू सब भ्यायो होइन अब चिकन काट्नुपर्ने हुन्छ होइन चिकन 3टा हिजाहरू सब बिहान गर्नुपर्ने हुन्छ अब चिकन सेट लगाएर काट्नु पर्यो काटिसकेपछि आउँछ होइन काट्दाखेरि भिडियो गर्न चाहिँ अलिक टाइम छैन होइन फाइनली चिकन काटेर भइसकेको छ होइन यो चाहिँ क्रिस्पी चिकन हो क्रिस्पी चिकन स्टिक भइहाल्यो सानो सानो छ होइन स्टिकको भाग सानो सानो छ 2 पिस छ यसोको लागि मोल्नुपर्छ होइन अब सब रेडी भइसक्यो होइन जाप लगाएर मोल्ने हो अब बिस्तारै काम सकिँदै हो सब रेडी भइसक्यो होइन यो सबलाई हल्का कराउनु छ यो स्टिकको क्रिस्पी चिकन सब रेडी भइसक्यो होइन अब फाइनली किमा पनि मोलेर भइसक्यो होइन 3 कन्टेनर 6 किलोको 3टा कन्टेनर भयो अब पिज्जाटो काट्नु होइन अब पिज्जाटो काटेको पनि म आउँछु ल सर लाएर दिन्छ अब भाइ पिज्जाटो काटेको होइन सही दामी फुलेर बसेको 3 किलोको अब मिडियमको चाहिँ हाम्रोमा चाहिँ 90 हुन्छ होइन 90 को हुन्छ लार्ज मिडियमको चाहिँ यो मिडियम डो हो फाइनली मिडियम डो काटेर भइसक्यो मिडियम डो 3 6 9वटा अब लार्जको काट्नुपर्ने हुन्छ लार्जको लागि चाहिँ 290 को हुन्छ होइन लार्ज डो 6 पिसको लार्ज डो पनि काटेर भइसक्यो होइन 6 पिसको काटेको अनि आजलाई यति नै होइन आजलाई भिडियो यति नै होइन अब त्यो हुन्छ पनि बिदा सक्छु के तपाईँ तपाईँलाई के मन पऱ्यो तपाईँलाई लाइक कमेन्ट गर्नु सेयर गर्नु तपाईँलाई सब्सक्राइब पनि गरिदिनु ल भिडियो कस्तो लाग्यो तपाईँहरूलाई अब कमेन्टमा तपाईँलाई चालु दिनुलाई कमेन्ट गरिदिनु होला यो चाहिँ तपाईँलाई पसिना गरिन्छ अहिले बिहानको कति 11 बज्यो केटाहरू आएको छैन अब केटाहरू 5 जना हाम्रो केटाहरू चाहिँ 5 जना होइन अहिले म चाहिँ 1 जना मात्र सानो हो ठिकै छ अब राम्रो चलिरहेर त्योभन्दा म पनि स्वस्थ नमस्ते बाई